गोविन्द तपाईहरुलाई स्वागत छ हाम्रो यो किचक टिभीमा। आज यहाँ आउनुहुँदैछ हाम्रो बालेनजी। नमस्कार बालेनजी, तपाईलाई स्वागत छ हाम्रो यो कार्यक्रममा। नमस्कार। अनि सन्चै हुनुहुन्छ? सन्चै नभएको तेरो कार्यक्रममा आउँथे। अनि तपाई त प्रधानमन्त्री ज्यूसँग खूब ब्याटल पो गरिराख्नु भएको छ त। के यो र्यापको प्रभाव हो? अनि उहाँको त मेरो क्षेत्र मिल्दैन, कहाँबाट र्याप ब्याटल गर्नु? कसरी? उहाँ उखान सुनाउने अनि म र्याप गाउने, कसरी मिल्छ त? अहिले त्यसको हालत बिग्रिरहेछ त। देश बनाउन के गर्नुपर्छ होला बालेनजी? अब युवालाई प्रधानमन्त्री बनाउनु पर्छ। अनि युवा भनेका रवि लामी छानेले त आफ्नो बुद्धि बिगारे त। अनि जाँड खाने युवा र जाँड नखाने युवा मिल्दैन नि त पत्रकारज्यू। जाँड भने बित्तिकै याद आयो, तपाईले राति 12 बजे मात्र पोस्ट गर्नुहुन्छ त। के तपाई जाँड खारै हो त? कहाँ जाँड खानु? अब छोरी नै 12 बजे सुत्छ त अनि म के गर्नु त? बालेनजी, अब हामी यो कार्यक्रमको अन्त्यमा आइपुग्यौं। तपाई के भन्न चाहनुहुन्छ? च्यानललाई सब्स्क्राइब गरेर हामी जस्तो युवालाई सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। बालेनजी, अनि तपाई हामीलाई के भन्न चाहनुहुन्छ? फाल्टो खनेर मर भन्न चाहन्छु। जे गरे नि जसो गरे नि चल्छ नेपाल।